अस्टियोआर्थराइटिस मात्रै नभएर कुनै पनि आर्थराइटिस जसमा जोर्नी सुन्निन्छ त्यसलाई समयमा उपचार गरेन भने त्यो बढ्दै 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 गएर अन्तिममा जोर्नी पूर्ण रूपमा खिने, जोर्नी बाङ्गो हुने हुन्छ। त्यो बाङ्गो भइसकेपछि त्यसलाई कुनै पनि औषधिले, कुनै पनि किसिमको उपचारले निको हुँदैन। निको नभएपछि हामीले अपरेसन गरेर त्यो जोर्नीलाई खोलेर खिएको भागहरू काटेर त्यसमा चाहिँ कृत्रिम फलामको आउँछ। फलामको जोर्नी चाहिँ त्यहाँनिर राखिदिने हो। सिमेन्टले हामीले त्यो फलामको जोर्नीलाई त्यहाँ जमाएर राखिदिन्छौँ। त्यसको पनि एउटा समय अवधि हुन्छ, 15 वर्षदेखि 25 वर्षसम्म त्यो जोर्नी चल्छ। त्यसपछि फेरि दोहोऱ्याएर अपरेसन गरेर फेरि पनि फेर्नुपर्ने हुन्छ। यो जोर्नी फेर्ने त्यही प्रक्रियालाई हामीले आर्थोप्लास्टी भन्छौँ या नेपालीमा त्यसलाई जोर्नी प्रत्यारोपण भन्छौँ। खर्चको कुरा गर्दाखेरि सामान्यतया एउटा साधारण कम्पनीको लिँदाखेरि पनि 1,80,000 देखि 2 लाखसम्म एउटा जोर्नीको खर्च पर्न आउँछ। अलि राम्रो कम्पनीको थुप्रै किसिमको आउँछ। हिन्जहरू भएको अहिले नयाँ नयाँ मटेरियलहरू, जिर्कोनियम, गोल्डहरू आउँछ। त्यस्तो चिजहरू प्रयोग गर्ने हो भने एउटै जोर्नीको 6 देखि 7 लाखसम्म पनि खर्च पर्न आउँछ। यो चाहिँ हड्डीभित्र राख्ने फलामको खर्च मात्रै भयो। अपरेसन खर्च अस्पताल हेरेर 50,000, 1 लाखदेखि 1.5 लाखसम्म लिने गरिएको छ भने कुनै कुनै बेला विदेशीहरू आएर निशुल्कमा पनि राखिदिने गरिएको छ। अब त्यो सबै गर्दाखेरि मोटामोटी एउटा जोर्नी फेर्दाखेरि 3.5 लाख रुपियाँदेखि लिएर 10 लाख रुपियाँसम्म खर्च हुन्छ। कस्तो खालको जोर्नी, कस्तो खालको अपरेसन र कस्तो खालको हस्पिटल भन्नेमा भर पर्छ। अब आजको परिवेशमा हेर्दाखेरि जोर्नी प्रत्यारोपण सामान्य जस्तै भइसकेको छ र विशेष गरी यसमा चाहिँ सिभिल हस्पिटलको ठुलो योगदान रहेको छ। त्यहाँनिर सबैभन्दा बढी अहिले नेपालमै सबैभन्दा बढी जोर्नी प्रत्यारोपण गरिने गरिएको छ। दीर्घराज आरसी हुनुहुन्छ, उहाँ मेरो गुरु पनि हो, उहाँले गर्नुहुन्छ। त्यो बाहेक काठमाडौँमै पनि थुप्रै हस्पिटलमा र अहिले काठमाडौँ बाहिर पनि धेरै ठाउँमा जोर्नी प्रत्यारोपण राम्ररी हुने गरेको छ र सफल रूपमा हुने गरेको छ।